नाच्नु भएको? म बजार गएको आज त म पो बजार जाउँ भनिरहेको थिएँ। के तँ जान्छस् म जान्छु नि त्यत्रो हाम्रो 50K पुगेको सेलिब्रेट गर्नु, केक डेकोरेसनको सामान लिनु जानुको लागि होइन 2 जना जानु हुँदैन म जान्छु नि तँ घरमै काम गर्न गाईले घाँस घर 2 जना भ्याउँदैन जानु के ल्याउनु पर्छ खर्च कति लाग्छ केक डेकोरेसनको सामान गर्दा 1500 जति लाग्छ। के को 1500 हो कि ठिकै हो त केकै 1000 परिहाल्छ 500 को बेलुन सेलुन के यस्तो झुन्डाउनेहरू ल्याउनु पर्छ। त्यसो म लिएर आउँछु ल्याउनु ल्याउनु भएन बिर्सिनु ल्याउँछु म सबै ल्याउँछु तर मेरोमा क्यास छैन एटिएम दिन्छु ल ल निकाल्नु जान्नुहुन्छ हैन कि कोकोला लाउनुहुन्छ ल्याउँछु म ल्याउनु है त्यसो म घरमै बसेको म ल्याउने भाइ तँ गाईलाई घाँस खोले सरसाग सबै गर्नु है घरमा सानाक्सिनी पारेर म डेकोरेसनको सामान लिएर आउँदा कति निकाल्नु 1500 निकाल्नु आउनु अन्त केक ल्याउनु डेकोरेसनको सामान ती जानु कि केक पाउनेमै अन्त के अरे त्यो केकको माथि चाहिँ उयो लेखी माग्नु ल 50K 5050K 550 हो त्यो के लेखी माग्नु हो 50K को यो ह्यापी बर्थडेको पनि होइन केहीको होइन 50K पुगेको सेलिब्रेसनको हो कि बुझिहाल्छ उनीहरूले ल मलाई गाडी छोडिदिएको हुन्छ ल म गएको है ल तँ घरमा मजाले सनक्सिक काम जम्मै गर्नु है घाँस चाउरा आज मान्छेले 1500 लिएपछि त्यो डेकोरेसन र त्यसको केक मिलाएको रहेछ हो त्यो केक र डेकोरेसन त म त्यहाँनिर तुरुन के झुन्डाएर मिलाइहाल्छु नि भरे 1500ले त मजाले एक बोरा सौदा लिएर आउँछु नि हो कहाँ त्यत्रो पैसा खेर हाल्छ त्यो केकमा जसरी म्यानेज गर्नु त हो तनरङ र तुन्नुक झुन्डाएर भरे कस्तो राम्रो डेकोरेसन बनाइन्छ नि हो मान्छे आज कतिलाई आउँछ मैले दिए पर्खेँ होइन ए आइपुगिस् ढिलो भयो नि आज अलिक लु आइज कहाँ आउने लुगा फेरि यता आइज यता काम छ यता यता हिँड्दा के गर्न आँटेको यता यता हिँड्दा के गर्न आँटेको एकछिन हिँड्न अहिले भन्छु भित्रै घर बस ठोकिन्छ बिस्तारै ल हेर्दा बाबा व्हाट इज दिस दिस इज 50K सेलिब्रेसन त्यत्रो 1500 लगेर चाहिँ के गरेको यो जंगल है घरमा छ त पुरै जंगल यसमा चाहिँ के कम छ हेर्दा के कम छ 1500 लगेर यी डेकोरेसनमा जब डेकोरेसन छ यी हेर्दा केकमा 50 मा 50 लेखिरहेछ भातको केक बनाएर केक त भातको त्यो छुरी के हो दाउराको चोइटाको दामी यसले काट जसरी पनि काट्छ हैन काट्यो भइगयो त्यसले यत्रो 50K पुराइदिएको चाहिँ सेलिब्रेसन गर्नु पर्दैन के हो बाबा यो चाहिँ फेरि उयो काट ताजा है यो चाहिँ एकदम फेरि जता नै लानुपर्छ नि यो अलि फेरि भरे 50K को यो हराउलाई 0 हरायो फेरि 5 मा रहन्छ नि 50 को भरे ए तल हेर्दै यो दामी ल्याइदिएको छ यो यसरी अडान लानुपर्छ कति राम्रो देखियो किन टोलेको मान्छे त्यसरी नटोल्लिन लु बस्दा बस्न बसेर हेरौँ हेर्दा केकमा केक ल्याइरहेछ 50 लेखेको 50 50 लेखेको ठिकै 50 छ केमा चाहिँ कम्ती छ केमा चित्त बुझेन भन् त लु मनिषा तँ एकजना ठुस्सै रिसाएर के गर्छस् र हेर हामीलाई 50,000 पुऱ्याइदिने साथीहरू हुनुहुन्छ होइन उहाँहरू रिसाउनुहुन्न अब एउटा अङ्कलको त्यसलाई भनेर चाहिँ कति खुसी हुनुहुन्छ मैले अर्ग्यानिक पाराले चाहिँ अब यो सेलिब्रेसन बनायौँ हामीले होइन 50,000 पुऱ्याइदिने उहाँहरूले त्यसरी नपुऱ्याउनु हामी यस्तो गर्न सक्थ्यौँ आज हामीलाई उहाँहरूले 50,000 मान्छेले साथीहरूले भनौँ न हेरेर हामी माथि पुग्दा अब आज तैँले 1500 केक किन्छु भनेर एउटा आँट गर्ने चाहिँ त्यसले गर्दा त हो नभए कहाँबाट सक्थिस् तर मैले त्यो 1500 पैसा पनि अब घरमा सौदा खाऊँ महिनामा हो 1 महिना सौदा पुग्छ म एउटा अर्ग्यानिक तरिकाले के अरे सेलिब्रेसन मनाउँछु भन्दा चाहिँ यहाँ त सबै केहीमा कम्ती छैन सबै रेडी छ केकमा केक रेडी छ त्यो बजारको केक ल्याएर के गर्छस् त्यो बिक्रीको सडीको गुलियो खोकी लाग्छ कोही हो त्यो खानु पनि सक्ने होइन त्यो गाईसोहरू साथीहरूलाई केही मजा हुँदैन बजार लिएर गरेको त यो अर्ग्यानिक पाराको चाहिँ उहाँहरूले सिक्नुहुन्छ यसरी गर्नुहुन्छ गर्दै लानुहुन्छ भन्दा चाहिँ मैले एउटा मेरै एउटा हेर्दै एउटा सोचेर चाहिँ बनाएको यो चाहिँ यो 1 पिस यसलाई चाहिँ टक्कै 1 पिस यो केक 1 पिस यो भातको केक र यो 1 पिस खा त कति तल पार्न आउँछ दिनभरि जिउ भुँडीमा आगो हुन्छ त्यो गुलियो केक यति फ्यात्तै काटेर हिँड्दा चाहिँ के हुन्छ र लु भन्छ केक काट्नु अब लु काट्दा यी 2 जनाले काट्नु करा ह्याप्पी 50K भन्नु कराउँदा सँगै च्याउँछ कराउँथ्यो करा न लु 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 नाच्नुपर्छ यी केक काट्यो ह्याप्पी 50K खै त
नाच्न उठेर खोइ नाचेको एकछिन ल बस्नु त ह्याप्पी 50K सेलिब्रेसन थ्याङ्क यू यत्रो सर्टी साला पाएकै छैन लु 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 नाच लु लु नाच्नु नाथु नानी यता सुन त तँ साह्रै रिसाउँछ भनेर 1400 को चाहिँ सौदा ल्याएँ हो 100 को चाहिँ अलिकति फ्रुट सोड हेर न कम्ती म गएन किनिसक्दैन छ यी अङ्गुर यति ल्याइदिएपछि तँलाई तेरो लागि 100 को जसरी उभाएर ल्याएँ नि हौ यो चाहिँ अर्ग्यानिक होइन यो बजारकै 100 को यति चाहिँ हेरिहाल्नुहुन्छ 100 को मानिसलाई खुसी पार्न ल्याएको साह्रै दोस्रो जस्तो पाउँछ भनेर लु खा